हेलो साथीभाइहरू, आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि यो भ्लग चाहिँ सिलगढीदेखि गुवाहाटी जाँदै गरेको, किनभने म चाहिँ राति नै पुगिसकेको थिएँ। म चाहिँ चम्पासरीबाट चाहिँ हिँड्दै 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 चाहिँ एनजेपी पुगेको थिएँ, किनभने घरमा सुतेपछि बिहान 6 बजीको ट्रेन थियो। बिहान उठेर जानु इरी हुन्छ, त्यसैले गर्दाखेरि चाहिँ म चाहिँ राति नै यहाँबाट हिँड्दै हिँड्दै गएको थिएँ। मलाई हिँडेर जानु 1.5 देखि 2 घन्टा लागेको थियो है। सो त्यति गरिसकेपछि यताउता अल्ट्याङ बल्ट्याङ गर्दा गर्दा यहाँ हेर्नुहोस्, तपाईँलाई टाइम पनि देखाइदिन्छु। 3 बजेर 1 मिनट भइरहेको छ। यो चाहिँ अल्ट्याङ बल्ट्याङ बाहिर भित्र गर्दाखेरि त्यस्तो गर्दा गर्दा चाहिँ बिहान 5:30 6 हुन्छ। र 6 बजी चाहिँ दाजु अनि उहाँको छोरा, मेरो भतिज भनौँ न है, दुईजना चाहिँ आइपुग्नु सकेको हुन्छ एनजेपी स्टेसनमा। यो चाहिँ हो वन्दे भारत ट्रेन। अनि दिस इज माई फर्स्ट टाइम यसमा ट्राभल गर्नु आँटेको चाहिँ मेरो फर्स्ट टाइम हो। सो यहाँभित्र पस्छौँ। भित्र पस्दाखेरि चाहिँ यहाँभित्रको चाहिँ जुन चाहिँ डिजाइन छ, इन्टेरियर छ, त्यो चाहिँ फ्लाइटको जस्तो हुँदो रहेछ। किनभने फर्स्ट टाइम थियो नि त मेरो, त्यही पनि हजुरहरूलाई देखाइदिउँ भनेर चाहिँ यो पनि देखाइदिएको। अनि वासरुम हेर्नुहोस्, यो वासरुमको चाहिँ तर त्यो बटन छ जुन चाहिँ फ्लस हुने खालके, त्यो चाहिँ मेरो गर्लफ्रेन्डको दिमाग जस्तो रहेछ। 5 मिनट बादमा चाहिँ त्यसको पनि दिमाग आउँछ नि त, त्यसै गरी यो पनि थिचेको आउँदैन। अब एसिङबाट मात्रै पानी आउँछ, हेर्नुहोस् है। छल्ल हो, ढिलो आउँदो रहेछ। थिच्ने बित्तिकै चाहिँ आउँदैन रहेछ, इन्स्टेन्ट चाहिँ हुँदैन रहेछ। सो त्यसै गरी यहाँनिर सबै सेन्सर रहेछ, दैलोहरू क्या सेन्सर। यहाँनिर छुँदिनँ पनि, हल्का स्लाइड मात्रै गर्छु हातले, ऊ आफै सररै खोलिन्छ है। अब ट्रेन चलेको कति पनि भएको छैन। खानेकुरा त आमामा के ल्याएको यार। यो सुरु चाहिँ चिया र कफीदेखि भएको थियो। यो खाँदा ओर्दा है खाइसकेको छैनौँ, राम्ररी खाइसकेको छैनौँ। अर्को फेरि ड्याङ्गै लिएर राखिदिइहाल्ने कि अर्को चिज के लिएर राखिदिएको छ त्यो पनि एउटा मुक्लबाट हेर्नु हेर्नुहोस् यहाँनिर के ल्याएको छ। हेर्नुहोस् है, यहाँनिर नि खानेकुरा ल्याइदिएको छ। अन्त भाइ चाहिँ अलिक टेन्सनमा थियो नि त, किनभने उसको रनिङ थियो। सो भाइले चाहिँ यहाँ काँचो मटर र के दियो भनेर गनगन गरिरहेको थियो हो। यहाँनिर हेर्नुहोस् खानेकुरा त के ल्याएको अब एउटा खाइसकेको छैन, अर्को 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 अर्को। यहाँ भाइले के भन्दैछ सुन्नुहोस् न। लु अब खाइदिउँ, केकदेखि सुरु गरौँ है। खानेकुरा त के हो के नि अब देखेकै गर्दो रहेछ। अन्त भाइले भनेको चाहिँ काँचो मटर र आलु भन्दै थियो नि, त्यो चाहिँ यही हो। तर साँच्ची नै जोतेको चाहिँ होइन, मटर चाहिँ अलिक काँचो नै थियो हो। त्यहाँबाट ब्रेड अन्डा जाम के हो के यार। हेर्नुहोस् न खानेकुराहरू त देखेकै बजाएकै आफूहरू चाहिँ हो। सो यति खाँदा ओर्दा फेरि अब एक राम्ररी खाइसकेको छैन होइन। यहाँनिर हात पुस्नेदेखि लिएर त्यो वेब्सहरूदेखि लिएर के सबै दिँदो रहेछ नि त। बन्दोबस्त एकदमै दामी, तर ट्रेनको टिकट पनि त्यही खालको नै हुन्छ नि त। सो हौ यति भइसकेपछि चाहिँ अब यहाँ हेर्नुहोस् जाम र ब्रेडको पालो आयो। अब यो राम्ररी खाइसकेको छुइनँ होइन। यहाँ हेर्नुहोस् ल, अब तपाईँलाई खाएको पनि देखाइदिन्छु। बच्चा पनि बजाइदिएको हामीले किनभने अलिक स्पिड पनि गरेको नि त, किनभने भिडियो लामो हुन्छ। हजुरहरूलाई पनि फेरि के साह्रो खाएको मात्रै देखाएको चाहिँ नभन्नुहोस्, जे छ मैले त्यही देखाइदिएको होइन। अब त्यस्तो भन्नुहुन्छ भने चाहिँ त्यसमा मलाई भन्नु केही पनि छैन, भन्दा हुन्छ हो। अन्त अब त्यो नखाइसके चिया अहिले ल्याइदियो। अब के गर्नु, चिया पनि खानै पऱ्यो। त्यो चिया खाँदा ओर्दा अब फोनमा चार्ज त गर्नु पऱ्यो नि त, किनभने भ्लग त बनाउनु पऱ्यो। त्यसको चाहिँ त्यहाँ माथि हुँदैन रहेछ, यसको चाहिँ यहाँ मुनि हुँदो रहेछ हाल्ने जग्गा के। त्यो यहाँ मुनि हाल्ने जग्गा भन्दा चाहिँ चार्जिङ पोइन्ट चाहिँ मुनिपट्टि हुँदो रहेछ, सिटको मुनि। सो यति गर्दा ओर्दै हजुरहरूलाई बाहिरको सिन पनि देखाइदिन्छु होइन। हेर्नुहोस् बाहिरको नजारा, यो चाहिँ हामी पुग्नु लागेको। सो फाइनली चाहिँ कामाख्या आइपुगेँ। अब यहाँबाट के गर्नुपर्ने हो, अब भाइले लान्छ मलाई। यहाँबाट तपाईँलाई थाहा छ अब के गर्नुपर्ने हो। अब यहाँबाट पहिला चाहिँ बाहिर निस्किनु होइन। अब यहाँबाट चाहिँ अर्को जग्गा जानुपर्ने हुन्छ। हामी चाहिँ बस स्ट्यान्ड जाँदैछौँ। हम लोग ये बस स्टॉपेज है ना, उसका जो जगह का नाम क्या बोला भैया? हाँ, जलकपरी। सो यहाँदेखि चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ 5 घन्टाको बाटो थियो है। हामी राम्ररी पुग्छौँ। त्यहाँबाट के भयो कसो भयो फेरि बादमा भेटौँला। टिल देन लभ यु अल, बाई बाई।